आज कुरा गरौँ आयकर ऐनको एउटा एकदमै महत्त्वपूर्ण तर सरल व्यवस्थाको बारेमा। तलब बाहेक पनि त अरू आम्दानी हुन्छ नि, होइन? जस्तै घर बहालबाट आउने पैसा, ब्याङ्कको ब्याज वा सेयरबाट पाएको लाभांश। अब यी सबैमा कर कसरी तिर्ने होला भनेर कहिलेकाहीँ झन्झट लाग्न सक्छ। तर चिन्ता नलिनुहोस्, हाम्रो आयकर ऐन 2058मा यस्तो उपाय छ जसले यो सबै टाउको दुखाइलाई लगभग सिध्याइदिन्छ। आज हामी त्यही अन्तिम कर कट्टीको बारेमा गहिरिएर बुझ्नेछौँ। हो नि, यो प्रश्न त धेरैको मनमा आउँछ। सोच्नुस् त, घर भाडामा लगाउनु भएको छ वा ब्याङ्कबाट ब्याज आइरहेको छ अथवा भाग्यले कतैबाट चिट्ठा नै पर्यो रे। यस्तो बेलामा कर कसरी तिर्ने? के हो त यसको सबैभन्दा सजिलो र सही तरिका? यसको एकदमै सरल जवाफ छ, अन्तिम कर कट्टी। अङ्ग्रेजीमा भन्दा फाइनल विथहोल्डिङ ट्याक्स। सुन्दै सजिलो लाग्यो नि? हो, यो आयकर ऐनले हामीलाई दिएको एउटा गजबको सुविधा हो। यसले केही खास आम्दानीहरूमा कर तिर्ने प्रक्रियालाई यति सजिलो बनाइदिन्छ कि करदाताको आधाभन्दा बढी झन्झट नै हट्छ। त्यसो भए के हो त यो अन्तिम कर कट्टी भनेको? ला, यसलाई सरल भाषामा बुझौँ है। आयकर ऐनको दफा 90ले के भन्छ भने, यो यस्तो भुक्तानी हो जहाँ तपाईलाई पैसा दिने व्यक्ति वा संस्थाले नै तपाईको तर्फबाट कर काटेर सिधै सरकारलाई बुझाइदिन्छ। र सबैभन्दा गजबको कुरा के हो भने, एकपटक त्यो कर काट्यो मतलब तपाईको करको दायित्व पूरा भयो। त्यो नै अन्तिम हो। द्याट्स इट। यसको सिद्धान्त त झनै सिधा छ। एकपटक तपाईको आम्दानीबाट कर काटियो, सक्यो। त्यो आम्दानीको लागि तपाईको कर तिर्ने जिम्मेवारी त्यही पूरा हुन्छ। यसलाई फेरि वर्षको अन्त्यमा आफ्नो कर विवरणमा देखाएर थप कर तिर्नुपर्ने कुनै झन्झटै हुँदैन। ल, अब अलि भित्र पसेर हेरौँ न त, कस्तो कस्तो आम्दानीमा यो नियम लाग्छ त। सबैभन्दा पहिले सुरु गरौँ लगानीबाट आउने आम्दानी, जस्तै कि शेयरमा लगानी गरेपछि पाइने लाभांशबाट। अब हेर्नुहोस्, आयकर ऐनको दफा 54 कले के भन्छ भने, जब नेपालको कुनै कम्पनीले आफ्नो नाफाबाट शेयर धनीहरूलाई लाभांश बाँड्छ नि, त्यति बेला त्यो लाभांशमा ठिक 5% कर काटिन्छ। र याद गर्नुहोस् है, यो नै अन्तिम कर हो। मतलब कम्पनीले नै यो कर काटेर सरकारलाई तिरिदिन्छ। तपाईको खातामा आउने भनेको कर तिरेपछिको सफा पैसा हो। अझै सुन्नुहोस्, यो 5%को नियम लाभांशमा मात्र सीमित छैन। तपाईँ हामीले ब्याङ्कमा राखेको व्यक्तिगत बचतबाट आउने ब्याजमा पनि यही नियम लाग्छ। ऐनको दफा 92 घ अनुसार ब्याङ्कले तपाईलाई ब्याज दिँदा 5% कर काटेरै दिन्छ, र त्यो पनि अन्तिम कर हो। कति सजिलो! ल, अब अर्को एकदमै सामान्य आम्दानीको स्रोततिर जाउँ। त्यो हो घरबाल, मतलब घर भाडामा लगाएर हुने आम्दानी। कसैले आफ्नो घर वा कुनै भवन भाडामा लगाएर आम्दानी गरिरहनु भएको छ कि? यदि छ भने यो कुरा त झनै ध्यान दिएर सुन्नुहोला है, एकदमै जरुरी छ। आयकर ऐनको दफा 92 खले के भन्छ भने, यदि कोही व्यक्ति घर जग्गाकै व्यापार गर्ने होइन तर आफ्नो व्यक्तिगत घर वा अपार्टमेन्ट भाडामा लगाएर आम्दानी गर्छ भने त्यो भाडाबाट आउने आम्दानीमा लाग्ने कर पनि अन्तिम कर कट्टी नै मानिन्छ। र यसमा करको दर कति त? 10%। ऐनको दफा 88(5)ले स्पष्ट भनेको छ, भाडामा बस्ने व्यक्ति वा संस्थाले घरधनीलाई भाडा तिर्दा त्यो रकमको 10% कर काटेर मात्र बाँकी पैसा दिनुपर्छ। अब एउटा अलि रमाइलो आम्दानीको कुरा गरौँ, जुन अचानक र नसोचेको बेला हात पर्न सक्छ। तर हो, यसमा पनि कर लाग्छ है। कानुनले यसलाई आकस्मिक लाभ भन्छ, ऐनको दफा 2(j)(1)मा। अब यो आकस्मिक लाभभित्र के पर्छ त? जस्तै कि चिट्टा पढ्नु, कुनै ठूलो पुरस्कार वा उपहार जित्नु, बक्सिस पाउनु, मतलब सोच्दै नसोचेको तरिकाले कुनै लाभ हुनु। तर यस्तो खुसीको खबरमा करको दर भने अलि बढी नै छ। ऐनको दफा 88 क 1 अनुसार यस्तो आकस्मिक लाभमा सिधै 25% कर लाग्छ। र यो कर पनि तपाईलाई पैसा दिने संस्थाले भुक्तानी गर्नु अघि नै काटेर सरकारलाई बुझाइसकेको हुन्छ। हामीले यति देरसम्म अन्तिम भनिरह्यौँ। अब प्रश्न उठ्छ, किन त? किन यसलाई अन्तिम भनिएको हो? ल, अब यसको पछाडिको मेकानिजमलाई अलिकति बुझौँ। यसलाई अन्तिम भन्नुको कारण एकदमै सिधा छ। किनभने तपाईले पैसा पाउनु अगाडि नै भुक्तानी दिनेले कर काटिसकेको हुन्छ। यसले गर्दा के भयो त भन्दा, कर तिर्ने जिम्मेवारी पैसा कमाउनेबाट पैसा दिनेमा सर्यो। अनि प्रक्रिया कति धेरै सरल भयो। यो प्रक्रिया कसरी काम गर्छ त्यो हेरौँ है। एकदमै सजिलो छ। पहिलो चरण,
पैसा दिनेले कति पैसा दिनुपर्ने हो हिसाब गर्छ। दोस्रो चरण त्यही मतलब स्रोतमा नै तोकिएको दरमा कर काट्छ। तेस्रो चरण काटेको करको पैसा सिधै सरकारलाई बुझाइदिन्छ। र अन्तिम चौथो चरणमा पैसा पाउने व्यक्तिले कर तिरेपछिको खुद रकम पाउँछ र उसको करको झन्झट त्यही सकिन्छ। ल अहिलेसम्म हामीले कुरा गरेका सबै कुरालाई एकै ठाउँमा हेरौँ न त। यो तालिकाले सरर सबै कुरा देखाइहाल्छ। हेर्नुहोस् त, लाभांश र बैङ्क ब्याजमा 5%, घर बहालमा 10% अनि चिट्ठा जस्तो आकस्मिक लाभमा 25%। सबै दरहरू एकै नजरमा कति स्पष्ट छ। भनेपछि यो प्रणाली त दुवै पक्षका लागि फाइदाजनक रहेछ, होइन त? एकातिर हामी जस्ता साधारण मानिसहरूका लागि कर तिर्ने प्रक्रिया एकदमै सजिलो भयो, कुनै झन्झटै भएन। अर्कोतिर सरकारका लागि पनि सजिलो भयो। स्रोतमा नै कर काटिँदा राजस्व उठाउन सजिलो र प्रभावकारी हुन्छ अनि करको दायरा पनि फराकिलो हुन्छ। र अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। आज हामीले जे कुरा गर्यौं त्यसको आधारमा एकपटक सोच्नुस् त, तपाईको आम्दानीका स्रोतहरूमा कुनमा यो अन्तिम करकट्टीको नियम लागू हुन्छ होला? यसरी सोच्दा आफ्नो पैसाको व्यवस्थापन गर्न पनि